बेलायती डाक्टर र नेपाली भरिया बीचको प्रेम कथाले अहिले विश्वभर चर्चा बटुल्दै। बेलायतकी नागरिक 27 वर्षीय इमा पेसाले डाक्टर हुन् र उनले बेलायतमै महिनामा नेपाली 20 लाखभन्दा धेरै कमाइ गर्छिन्। हिमाल आरोहण गर्ने सोखिन उनी केही समय अगाडि नेपाल आएकी थिइन्। उनलाई नेपालमा यात्राभर नेपाली भरिया सुनिलले सहयोग गरेका थिए। सुरुमा काममै सीमित सम्बन्ध, यात्राको क्रममा बिस्तारै आत्मविश्वास र विश्वासमा बदलियो। यात्रा सकिँदासम्म इमा सुनिलको प्रेममा पुरै हराइसकेकी थिइन्। नेपालबाट इमा बेलायत फर्किएपछि पनि दूरीले उनीहरूको माया घटाउन सकेन। आवश्यक सबै प्रक्रिया पूरा गरेपछि इमाले सुनिललाई बेलायतमै लगेकी छिन्। अहिले यो दुई प्रेमी बेलायतमै सँगसँगै खुसी जीवन बिताइरहेका छन्। उनीहरूको प्रेम कथा अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। साँचो प्रेम कहाँ कसरी भेटिन्छ भन्ने कुरा कसैले भन्न सक्दैन रहेछ भन्दै अहिले यो प्रेम कहानी विश्वभर भाइरल भइरहेको छ।